नमस्कार, म उमेश विश्वकर्मा सागर। आज म तपाईहरुको माझमा विक्रम सावत संजोग त्रिवेणी नगरपालिका 3 बाजुराका मुक्तकारका म करिब 9 वटा मुक्तकलाई यो भिडियोमा म वाचन गर्न लागिरहेको छु। भिडियो अन्त्यसम्म हेर्नु होला, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नु होला। पहिलो मुक्तक यसरी सुरु हुन्छ। मेरो भाग्यमा रहेनछ भनेर चित्त बुझाउला र भरिएको आँसु गयो खेर। चित्त बुझाउला तिमी मेरो यो जिन्दगीमा आउनु र जानु। मेरो भाग्यमा रहेनछ भनेर चित्त बुझाउला र भरिएको आँसु गयो खेर। चित्त बुझाउला तिमी मेरो यो जिन्दगीमा आउनु र जानु। एक नमिठो सपना सम्झेर चित्त बुझाउला। दोस्रो मुक्तक लाग्छ ठूलो क्षति भएको हेर्न नपरोस् भनेर, मेरो गल्ती नै ज्याजती भएको हेर्न नपरोस् भनेर मैले उनलाई फेसबुकबाट ब्लक गरिदिएँ। लाग्छ ठूलो क्षति भएको हेर्न नपरोस् भनेर, मेरो नै ज्याजती भएको हेर्न नपरोस् भनेर मैले उनलाई फेसबुकबाट ब्लक गरिदिएँ। उनले मेरो दुर्गति भएको हेर्न नपरोस् भनेर। तेस्रो मुक्तक म सूर्य भन्दा तिमी जुन बनेर निस्कियौ र पिरतीको नमिठो धुन बनेर निस्कियौ। सुरुमा आउँदा सुन बनेर आएकी थियौ। म सूर्य भन्दा तिमी जुन बनेर निस्कियौ र पिरतीको नमिठो धुन बनेर निस्कियौ। सुरुमा आउँदा सुन बनेर आएकी थियौ, अन्तिममा जाँदा त खुन बनेर निस्कियौ। चौथो मुक्तक मलाई काँडा उसलाई फूल मानेर हिँड्यौ, तिम्रै थिएँ म तिमीले पराई ठानेर हिँड्यौ। यो कस्तो प्रेम हो अझ प्रेमकै बदलामा। मलाई काँडा उसलाई फूल मानेर हिँड्यौ, तिम्रै थिएँ म तिमीले पराई ठानेर हिँड्यौ। यो कस्तो प्रेम हो अझ प्रेमकै बदलामा, तिमीले मेरो पिठ्यौबाट छुरा हानेर हिँड्यौ। पाँचौं नम्बरको मुक्तक छैन आपत्ति छैन कुनै अप्ठ्यारो, जाने बेलामा ठुलै प्रगति होस् भन्छु म तेरो। जाने बेलामा तोसँग केही गुनासो छैन, बरु यति भनिदे। छैन आपत्ति छैन कुनै अप्ठ्यारो, जाने बेलामा ठुलो प्रगति होस् भन्छु म तेरो। जाने बेलामा तोसँग केही गुनासो छैन, बरु यति भनिदे। आखिर के गल्ती थियो र मेरो जाने बेलामा। छैटौं नम्बरको मुक्तक एउटै बाटो एउटै गन्तव्य हिँड्न सकेनौ, बरु आफै हारेर पो गयौ जित्न सकेनौ। कसैले चाहेर पनि नपाएको प्रेम थिए। एउटै बाटो एउटै गन्तव्य हिँड्न सकेनौ, बरु आफै हारेर पो गयौ जित्न सकेनौ। कसैले चाहेर पनि नपाएको प्रेम थिए, तर तिमीले त पाएर पनि चिन्न सकेनौ। सातौं नम्बरको मुक्तक मसँग 81 आँखा तरेर कता हराएको, तिमी फूल जस्तै ओइली झरेर कता हराएको। कुन कुराले चित्त दुख्यो भन्देऊ प्यारी बरु। मसँग 81 आँखा तरेर कता हराएको, तिमी फूल जस्तै ओइली झरेर कता हराएको। कुन कुराले चित्त दुख्यो भन्देऊ प्यारी बरु। यसरी बोलचाल नै बन्द गरेर कता हराएको। आठौं नम्बरको मुक्तक अन्जानमा हो या जानी जानी गर्छौ, भन न प्रिया कति झुट्टा कहानी गर्छौ। भन्न त मुटु र धड्कन सबै हो भन्छौ। अन्जानमा हो या जानी जानी गर्छौ, भन न प्रिया कति झुट्टा कहानी गर्छौ। भन्न त मुटु र धड्कन सबै हो भन्छौ, अझ आफ्नै मुटुमाथि बेइमानी गर्छौ। 9 नम्बरको मुक्तक अथवा अन्तिम मुक्तक जितेर पनि हार्नुपर्ने अचम्मको खेल भयो र कसैलाई दरबार भयो कसैलाई जेल भयो। मायालाई सबथोक ठान्ने एक पागल प्रेमी। जितेर पनि हार्नुपर्ने अचम्मको खेल भयो र कसैलाई दरबार भयो कसैलाई जेल भयो। मायालाई सबथोक ठान्ने एक पागल प्रेमी। आज ऊ त्यही मायाको परीक्षामा फेल भयो। विक्रम सावत संजोग त्रिवेणी नगरपालिका 3 बाजुराका मुक्तकारका मैले 9 वटा मुक्तकलाई यो भिडियोमा वाचन गरेँ। धेरै धेरै धन्यवाद विक्रम सावत संजोगजी। तपाईँको साहित्यिक यात्रा अझै अब्बल अझै फ्राकिलो बन्दै जाओस्। धन्यवाद।